कुन चाहिँ गुम्बामा अत्याचार छ प्रमाणित गर। तिम्रा प्रहरी प्रशासन लगाऊ, राज्यको व्यवस्था लगाऊ। प्रमाणित गर्दैनौ भने सार्वजनिक रूपमा माफ मागिहाल। यो बुद्धिज्म वैष्णव शैवको बीचमा चाहिँ द्वेष पैदा गरेर ओमकार परिवारलाई लडाउने जुन प्रपञ्च चलिरहेछ त्यसका मतियारहरू चाहिँ कोही पनि नबन्नुहोस् भन्ने हाम्रो शुभकामना। तिमीले गलत कुरा बोलेका छौ। शङ्खाको भरमा, अरेका भरमा कुनै शक्ति केन्द्रले नियोजित रूपमा प्रचार गरेको विषयको आधारलाई लिएर बोल्ने काम गर्न हुँदैन। यो खास के भ्रमण हो? तपाईँहरू हिन्दू गुरुहरू यहाँ चाहिँ गुम्बाको भ्रमण जस्तो देखियो होइन, यो खास के हो? के थियो? नेपाल भनेको चाहिँ 125 थरी मान्छे भएको र परम्परा भएको मुलुक हो। यो एउटा परम्पराको मान्छेले अर्को परम्परालाई चाहिँ राम्रो नभन्ने, कुरा काट्ने, जे पाए त्यही भन्ने जुन प्रचलन अहिले बढ्दै गएको छ भनेको सामाजिक द्वेष फैलाउने जुन बढ्दै गएको छ, त्यही क्रममा पछिल्लो क्रममा के भने गुम्बाहरूमा चाहिँ हात हतियार हुन्छ र सबै फ्री तिब्बत मुभमेन्टसँग जोडिएका छन् भनेर जुन गलत हल्ला, सबै गुम्बाहरूलाई एउटै क्याटेगोरीमा हाल्ने जुन गलत हल्ला चलाइयो, त्यसको विरुद्धमा चाहिँ हामीले आफ्नो आवाज उठाउनुपर्छ र हामीले सहकार्य गर्नुपर्छ भन्ने सिलसिलामा हामी यहाँ गुम्बा घुम्न आयौँ। के पाउनुभयो तपाईँहरूको यो भ्रमणबाट? जे आरोप थियो बाहिर त्यसमा अब यहाँ आएर हामीले पाएको भनेको चाहिँ एउटा बेहोसमा बसेको मान्छेलाई होसमा ल्याउने पद्धति यहाँ छ। ग्रन्थहरूले त्यही सङ्केत गर्छन्, यहाँका मन्दिरहरूले त्यही सङ्केत गर्छन्। बेहोसीमा बसेर आफू व्यक्तिगत रूपमा हिरो बन्नलाई जे पाए त्यही बोल्ने जुन अराजक मान्छेहरू छन् तिनीहरूलाई पनि ल्याएर यहाँ 8-9 दिन ध्यान गरायो भने चाहिँ उनीहरू पनि मान्छे बन्छन् भन्ने चाहिँ सन्देश पाएको छौँ। भनेपछि जे बोले बाहिर त्यो चाहिँ बेहोसमा बोले, किनभने बोल्दाखेरि सामाजिक संवेदना नबुझिकन बोल्नु चाहिँ त्यो पनि पाप हो। किनभने जुन विषयले समाजमा नकारात्मक कुरा गर्छ त्यो कुराहरूलाई हामीले छोड्नुपर्छ। यहाँ चाहिँ नकारात्मक बढाएर आफू हिरो बन्ने प्रचलन बढेको हुनाले हामीले यो ओमकार परिवारभित्र, धार्मिक क्षेत्रभित्र स्वदेशी परम्परा, स्पेसली नेपालका रैथाने स्थानीय स्वदेशी परम्पराहरूको विरुद्ध भएका सम्पूर्ण गतिविधिको विरुद्ध चाहिँ हामी लाग्नुपर्छ भनेर आएका हौँ। तपाईँले एउटा मेसेज पनि दिन खोज्नुभयो बौद्ध धर्ममाथि र त्यसको मेन केन्द्र गुम्बामाथि एउटा आरोप हात हतियार हुन्छ र त्योभित्र के छ एउटा रिसर्च गर भनेर बाहिर चाहिँ अफवाह फैलाइरहेको छ, त्यसको प्रतिवाद चाहिँ हिन्दू धर्म गुरुहरूले गर्नुभएको छ। त्यो मात्र होइन, हामी उनीहरूलाई चुनौती दिन सक्छौँ। कुन चाहिँ गुम्बामा छ प्रमाणित गर। कुन चाहिँ गुम्बामा अत्याचार छ प्रमाणित गर। तिम्रा प्रहरी प्रशासन लगाऊ, राज्यको व्यवस्था लगाऊ। प्रमाणित गर्दैनौ भने सार्वजनिक रूपमा माफ मागिहाल। तिमीले गलत कुरा बोलेका छौ। शङ्खाको भरमा, अरेका भरमा कुनै शक्ति केन्द्रले नियोजित रूपमा प्रचार गरेको विषयको आधारलाई लिएर बोल्ने काम गर्न हुँदैन। बोल्न पर्यो र भोलि त्यस्तो असहिष्णु वातावरण बन्यो भने त हामी आफै छौँ त। हामी आफै सक्रिय छौँ। हाम्रा सङ्गठन छन्, हाम्रा मान्छे छन्, हाम्रा गुरुहरू छन्, हाम्रो सहकार्य छ। केही एकले अर्कालाई समस्या पर्दाखेरि वास्तै गर्दैन भन्ने सोचेर जे पाए त्यही नबोला भन्ने हाम्रो सन्देश हो। भने कुनै पनि धर्ममाथि, नेपालमा कुनै पनि धर्ममाथि कोहीबाट चाहिँ प्रहार भयो भने तपाईँहरू एक ठाउँमा जुनसुकै बेला आउन सक्छ। कुनै पनि हामी एकदम सबै समन्वयमा छौँ।